आजको यस भिडियोमा हामी जान्नेछौँ एजिथ्रोमाइसिन के को लागि प्रयोग गरिन्छ, कुन अवस्थामा प्रयोग गरिँदैन र यसका केही साइड इफेक्टहरू। पहिलो, कि कुन अवस्थामा प्रयोग गरिन्छ। ब्याक्टेरियल इन्फेक्सनमा प्रयोग गरिन्छ, जस्तै कानको इन्फेक्सन, ओटाइटिस मेडिया भनिन्छ, टन्सिलाइटिस, टन्सिल इन्फेक्सन, सुपरफिसियल स्किन इन्फेक्सन जस्तै एक्नी, पिम्पल्स, नेजल इन्फेक्सन, नाकको इन्फेक्सनमा इत्यादिमा प्रयोग गरिन्छ। अब यसलाई कुन अवस्थामा प्रयोग गरिँदैन, जुन व्यक्तिलाई एजिथ्रोमाइसिन खाएपछि एलर्जीको समस्या छ उहाँले खानै मिल्दैन। अब हिस्ट्री अफ सिभियर जन्डिस, यदि उहाँलाई जन्डिस छ सिभियर भने उहाँलाई खान मिल्दैन। लिभर र किडनीमा भएको गम्भीर समस्या भएको व्यक्तिलाई पनि एजिथ्रोमाइसिन खान मिल्दैन। अब यसका केही साइड इफेक्टहरू। यसलाई हाई डोजमा दिइयो भने चाहिँ डायरिया हुने समस्या, एब्डोमिनल पेन हुने समस्या, पेटहरू दुख्ने है, कडा साइड इफेक्टहरू जस्तै एन्जियोइडिमा, हात खुट्टाहरू सुन्निने अवस्था, जन्डिस, हात खुट्टा पहेँलो हुने समस्याहरू देखा पर्न सक्छ। यदि यो दबाईहरू तपाईँ आफ्नै सुविक्षाले खानुहुन्छ भने कृपया नखानुहोला। डाक्टरको परामर्श अनुसार प्रयोगमा ल्याउनुहोला। धन्यवाद।